Hello and namaste everyone, welcome back to my channel. So guys, के छ सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ एकदम फिट एन्ड फाइन स्वस्थ हुनुहुन्छ अनि दशैं कतिको लागि छ अनि आज म चाहिँ ट्रेनिङ जान लागेको अहिले चाहिँ बिहानको कति 7 बजे छ ढिलो भइसकेछ मलाई क्लास चाहिँ मेरो कति बजे सुरु 6:30 बजे सुरु हो तर यहाँ 7 बजे सक्यो यताउता काम थियो अलिअलि अनि काम गर्दा गर्दा 7 बजे अब चाहिँ म जान्छु ट्रेनिङ लुकी हेर्नुपर्छ टुकुटुकु आउनुहुन्न किन हो मेरो मम्मीले अलि सन्चो सो गाइज त्यही गरेर भेट्नु होइन त सो गाइज आइसकेछ म चाहिँ भेट्न खोज्छु ढिलो भयो I'm totally late आइसकेको छु यहाँ ओके गाइजहरु यहाँ चाहिँ हाम्रो सिलेक्सन भाइ बहिनीहरुको खेलाडी भाइ बहिनीहरुको यहाँ नामहरु डिटेलहरु लिँदै हुनुहुन्छ संसारले यहाँ मेरो साथी बसेछ यसरी नमस्ते रोजिनाको ब्लगमा सबैले सब्स्क्राइब गरिदिनु होला अनि यता पनि यस्तो भएर सो गाइजहरु हाम्रो चाहिँ क्लास सकियो अनि हामी चाहिँ यहाँ घर जाने छ तिनजना ओहो पार्टी कम्ता गरे हम यस्तो हुन्छ यहाँ तिमीहरुको आवाज सुन्ने हैन यहाँ इनले के भनेछ भने लाइक कमेन्ट शेयर सब्स्क्राइब भोलि बुङ्गुर दिएको रोजिनाको घरमा मात्र बुङ्गुर दिवस जे पाए ल भातले नै म त लाउनु भात फ्राई राइस के चिकन हैन भेज फ्राई राइस है यस्तोमा फ्राइड राइस भन्छन् भन्छ नि त फ्राइड राइस अर्को छ फ्राइड राइस भनेको भुटेको भातलाई फ्राइड राइस भन्दैन फ्राई भनेको हो भुट्नु हैन पुरा हो नि ल खानु त भन्नु कस्तो छ यसो ल खाएर भन्नु न छिटो कस्तो छ यो त देख्दै नखान जस्तो छ यो त रियाक्सन हजुरको मम्मीले रुचाएनन् मैले पकाएको चापी लगाउनु अब चाहिँ हामी हिँड्यो स्कुलको चापी है मैले अच्छा चापी भिडियो गरेर चाहिँ के बोलेको त्यस्तो यहाँ घाम भएर फ्रस्ट्रेट मदर बी लाइक लागम अब चाहिँ लेट्स गो गाइज फाइनली हामीले बल्ल यो स्कुल जाने ठाउँ भेटायौँ प्लस हामी चाहिँ यहाँ अहिले कपडा किन्दैछौँ मम्मीले कपडा किन्दै हुनुहुन्छ रोज्दै हुनुहुन्छ एउटा रुचाउनु भएन त्यो मन परेको थियो तर त्यो स्लिपवाला थियो त्यही चाहिँ टेन्सन थियो जाने अब हेर्नु
सुट मन परेन अब चप्पलतिर आएको छौँ हामी चाहिँ यहाँ चप्पल हेर्दै हुनुहुन्छ मैले यस्तो धेरै चप्पल यो चप्पल लिगम कि यो चप्पल लिगम मैले कन्फ्युज भएको चाहिँ यहाँ हेर्नु न यो लगाऊँ कि यो लगाऊँ भन्यो है मलाई त यो यस्तो भएर मलाई अलिक मन परेन होइन अनि यो चाहिँ यो सिम्पल छ राम्रो देखेछ त्यही पनि यो फेरि यो यस्तो प्लेन भएर मन परेको गाइजहरू सुनौलीमा सामान खोज्दा नपाएर हामी फेरि पनि यहाँ मणिग्राम कसो गर्नुभएको छ हामी त सुनौलीमा सामान खोज्दा भेटाएनौँ कपडाहरू अनि त्यसपछि मैले चप्पल किनेँ अरू अलिअलि घरको सामान किनेँ त्यसपछि यहाँ ठ्याक्क मणिग्राम आएको फेरि आन्टीहरू भेटिनु भयो यहाँ हाम्रो बहिनी छ यहाँ भनिदेऊ हाई भनौँ हुन्छ अनि अहिले चाहिँ हामीलाई एकदम भोक लागेर हामी चाहिँ खाना आछौँ खाना यहाँ यिनले आइसक्रिम खाने तिमी के खान्छौ गाइज हिजो चाहिँ एकदमै थकित हालतमा थिएँ अनि प्लस मेरो मोबाइलको चार्जर पनि सकियो त्यही भएर मैले भिडियो इन गर्न पाएन घर आएर हजुरहरूलाई अरू देखाउन पाएन ठ्याक्क त्यो नास्ता खाएपछि त मेरो मोबाइलै स्विच अफ भयो कि अनि त्यही भएर मैले भिडियो गराउन पनि पाएन अनि घर पनि ढिलो आएको थियौँ सामानहरू यताउता किनेर त्यही भएर मैले भिडियो बनाउन पाइनँ आएँ खाना खाएँ गाउँ यताउता काम गरेँ त्यसपछि सुतिहालेँ सो जसले भिडियो इनसम्म हेर्नुभयो उहाँलाई धेरै धेरै धन्यवाद मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला अनि बेल आइकन दबाउन पनि नबिर्सिनु होला फेरि भेट्नेछौँ अर्को भिडियोमा तपाईँसँगको लागि बाई बाई सी यू टेक केयर